आयो त पनि आएछ बेहुला मामाहरूले पाएछ लाइन चाहिँ झाडा पाइन्छ ल यो हो त तरिका कति होला एक लटलाई चल्यो त 20 वटा त्यो भयो अर्को लटमा चाहिँ मौसममा आइपुग्न सक्छ खालको व्यवस्था गर्नु त खाल कति ल्याएको थियो सुमिको आउँछ हामी लाइन खाल कति बेर लाइन भयो मासु दिएन छन् मासु दिएन छन् होइन म त उहाँ भाइलाई म नि दाइ भयो नि भाइलाई नराखेको कसरी खा भन्दा के रहेछ यहाँ चम्चा पाइँदो रहन्छ अर्ग्यानिक चम्चा पाइन्थ्यो होला नि रोस्ट रहन्छ रोस्ट अहिले कस्तो इन्टरभ्यू आयो रोस्ट कुन कुन भेराइटी रहेछ मासुको माछा ए माछा नि रहेछ माछा यो भ्याएको त जस्तो छ त भुटन पनि यही छ जस्तो छ ए भुटन त्यो टाउको हैन यो ए हड्डी पनि रहेछ हड्डी ओरिजिनल लोकलको खसीको ठुलै रहेछ हड्डी अनि खसी ठुलो छ
उ त्यहाँ हाम्रो भतिजहरू रहेछ नि त भतिजहरूलाई अलि लोटा झ्याप्पा बसेर नखाएर पहिला भान्सा सिरिया मान्छे के गरे मासु पनि छ गाजर काँक्रो राजमा अचार चम्मच चाहिँ रहन्छ ठुलो होइन नि त चम्मचले खानुलाई मसुक्याले गाजर भाङ्ला र बाँसको झ्याङमा भाङ्ला र